आज चाहिँ हाम्रोतिर मौसम चाहिँ यस्तो छ है, घाम खासै लागेको छैन। बिहानै मर्निङ टाइममा म चाहिँ घाँस काट्न आउँदैछु। यस्तो तरिकाले बाटो चाहिँ यही हो, पुरै हाइवे छ हैन। घाँस चाहिँ यही रुखको काट्नुपर्ने, धेरै अग्लो छ, कसरी चढ्नु। यहाँदेखि मुनि चाहिँ घर एउटा रहेछ, चारिपट्टि मेन रोड देखिँदैछ। यहाँ चाहिँ बिजुली यस्तो ठाउँमा लागेको रहेछ, पुरै हरियाली बन्छ है यहाँ चाहिँ। रुख चाहिँ घाँस काट्नुपर्ने यही हो। मौसम धुम्मै रहेको छ। रुख चाहिँ यत्रो छ हेर्नु, कति अग्लोमा, खाम पनि पुग्दैन, हातले पनि भेट्दैन वरिपरि यो रुखमा। फेरि घाँस झार्ने ठाउँ पनि साह्रो अप्ठ्यारो छ। यस्तो छ कि ढुङ्गा घारी लडियो भने सबै ढुङ्गै मात्रै, ढुङ्गै मात्रै, ढुङ्गै मात्रै। साइड चाहिँ अलिक घाम लागेको रहेछ, जाडो जाडो पनि हुँदैछ। आज पानी पर्नलाई होला। यहीँ मुनि चाहिँ मेरो घर छ, सट्टसँगले अलिकति देखिँदो रहेछ यो साइडबाट तल। यो पारिपट्टि चाहिँ 5 थर जिल्ला है, यो साइड चाहिँ ताप्लेजुङ।